एकछिन हजुर यो सबै अब संसारमा है भोकभन्दा ठुलो कुराहरू केही पनि रहेन रहेछ हो। भोक लागेर विचलित भयो हो। यो तपाईँहरूलाई थाहा छ यो के अरे चटनी बनाएको थियो हाम्रो अफिसमा एउटा आन्टीले बनाउनुहुन्छ त उहाँले ल्याउनु भयो अनि मलाई पनि यसो खानु मन लागेर साह्रै मन परेर खायो। यो तपाईँहरूलाई थाहा छ यो है यो चाहिँ तपाईँको के को चटनी हो भन्दाखेरि नि हेर्दा चाहिँ ससेटको चटनी जस्तो बनाएको छ तर एक्चुअली यो ससेट चाहिँ होइन है ल आँटाको हो। अनि आँटाको साह्रो दामी बनाउनुहुन्छ हाम्रो आन्टीले हो। अनि मैले एउटा डोडा खाएको थिएँ अनि मेरो साह्रो मिठो लाग्यो अनि त्यही कारण मैले यो लिएर आएको। अनि दामी बनाउनु भएको चटनी चाहिँ मैले अलरेडी खोलिसकेको छु खाएर। अनि सायद तपाईँहरूको पनि यस्तो पाउँछ होला है खानुहुन्छ होला तपाईँहरूले। यहाँ धेरै क्रन्ची छ अनि धेरै राम्रो छ मिठो पनि छ है। हामी खाना बनिँदैछ हो। भोक लागिरहेछ हो बिहान अफिसबाट आएर अनि यसो के खाउँ भयो। अनि त्यसपछि एकछिन अफिसदेखि आएर एकछिन ढल्केको थिएँ सुतेर उठेको भर्खर हो। अनि तातो ओ माई गड तातो मेरो छोरालाई फेरि तातो भन्ने आउँछ हो। के हो बेटा त्यो तातो तातो होइन बेटा लसुन केलाइरहेछ हो तातो भयो अरे। अनि सबैहरू ठिकै हुनुहुन्छ होला नि है। हाम्रो फेसबुकमा भएको है ठुल्ठुलो अब